सबैजनालाई नमस्कार। अर्को एउटा नयाँ भिडियोमा म हार्दिक स्वागत गर्न चाहन्छु। योभन्दा अगाडिको भिडियोमा मैले चितवनको नारायणगढदेखि कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटको कालीगण्डकी चोकदेखि ढुडेनी हुँदै गडम्दी भन्ने ठाउँसम्मको यात्रा यहाँहरूलाई देखाएको थिएँ भने आज म गडम्दीदेखि गैँडाकोट नगरपालिका वडा नम्बर 18 अन्तर्गत दमार गाउँसम्मको यात्रा गर्नेछु। कालीगण्डकी कोरिडोरदेखि दमार गाउँसम्म टोटली लगभग 2 देखि 3 किलोमिटर अफरोड रहेको छ र आज म यहाँहरूलाई कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोट नगरपालिका वडा नम्बर 18 दमार गाउँसम्मको अफरोड यात्रा देखाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाईहरू यो भिडियो पहिलोपटक हेर्दै हुनुहुन्छ भने कृपया मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्न पनि नभुल्नुहोला। अहिले म भटेरी भन्ने ठाउँ आइपुगेको छु। कालीगण्डकी कोरिडोर अन्तर्गत भटेरी भन्ने ठाउँमा म आइपुगेको छु। यहाँबाट सिधा अगाडि हामी कालीगण्डकी कोरिडोर अन्तर्गत बुलिङटार हुँदै अगाडि बढ्छौँ भने अहिले हामी आएको बाटो यो हो र यसै गरी अब हामी यहाँबाट मेरो देब्रेतर्फको बाटो जुन कच्ची बाटो देखिएको छ यो देब्रेतर्फको बाटोबाट अब हामी गैँडाकोट नगरपालिका वडा नम्बर 18 अन्तर्गत दमार गाउँसम्मको यात्राको लागि अब हामी अगाडि बढ्न गइरहेका छौँ। बाटो हल्का के अफरोड छ तर त्यति खराब भन्ने छैन, हामी अगाडि देख्न सक्छौँ। योभन्दा अगाडिको भिडियोमा मैले गैँडाकोट नगरपालिका वडा नम्बर 11 भेडाबारीदेखि आले त्यसै गरी आलेदेखि दमार गाउँसम्मको नयाँ बनेको पिच बाटोको बारेमा यहाँहरूलाई जानकारी दिएको थिएँ। कालीगण्डकी कोरिडोर अन्तर्गतको भटेरीदेखि नयाँ पिच बाटो जोड्ने अफरोड बाटोको दृश्य म यहाँहरूलाई आज देखाउन गइरहेको छु। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला। कालीगण्डकी कोरिडोर अन्तर्गत भटेरीबाट दायाँतर्फ लागिसकेपछि हामी केही सम्म भाग कटेर अहिले केही हल्का उकालोमा आइपुगेका छौँ। बाटो ठाडो उकालो छ र साँगुरा घुम्तीहरू पनि हामी देख्न सक्छौँ। तर यो बाटो अब अहिले बन्ने अवस्थामा देखिएको छ। बाटो सरसरी हेर्दाखेरि त्यति धेरै अप्ठ्यारो पनि छैन। बर्खाको समय भने यो बाटोले निकै नै दुःख दिन सक्छ। आशा गरौँ यो बाटो छिटोभन्दा छिटो पिच बनोस् र गैँडाकोट नगरपालिका वडा नम्बर 11 देखि कालीगण्डकी कोरिडोर जोड्ने यो छोटो बाटो केही उकालो बाटो पार गरिसकेपछि अहिले हामी फेरि ओह्रालो झर्ने क्रममा छौँ र एउटा खोला अगाडि आइपुगेको छ, हामी देख्न सक्छौँ। यो खोलामा अहिलेसम्म पुल चाहिँ बनेको छैन। आशा गरौँ यहाँ पुल चाँडै नै बन्नेछ र आवाजावतमा धेरै सुविधा हुनेछ। गैँडाकोट नगरपालिका वडा नम्बर 11 भेडाबारी चोकदेखि कालीगण्डकी कोरिडोर जोड्ने यो सबैभन्दा छोटो बाटो अब खोला क्रस गरेर केही ठाडो उकालो बाटो अब हामी लाग्न गइरहेका छौँ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला। यदि तपाईँहरू मेरो यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने कृपया मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला र भिडियोमा लाइक, कमेन्ट अनि सेयर गर्न पनि नभुल्नुहोला। हामी देख्न सक्छौँ कन्स्ट्रक्सनको काम भइरहेको छ। ग्याबिन जाली लगाउने काम, नाला बनाउने काम पनि भइरहेको रहेछ। अगाडि हामी देख्न सक्छौँ यहाँबाट अगाडि ग्राभल बिछाइएको रहेछ भर्खरै। लाग्छ अब हामी यहाँबाट दमार गाउँ नजिक छौँ। यहाँ पूर्ण रूपमा ग्राभल गर्ने कोसिस गरिएको रहेछ। यो सबै देख्दाखेरि अब यो बाटो चाँडोभन्दा चाँडो पिच होला भन्ने अनुमान गर्न सकिन्छ। भटेरीबाट अगाडि हामी केही उकालो बाटो कटिसकेपछि हामी फेरि ओह्रालो झऱ्यौँ र एउटा खोला क्रस गरेर फेरि हामी उकालो उक्ल्यौँ र उकालो उक्लिसकेपछिको अवस्था हो यो। केही समथर भूभाग देखिन्छ। अब हामी दमार गाउँको केही नजिकै आइपुगेका छौँ। आजको यात्रा धेरै नै रमाइलो हुनेवाला छ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। फाइनली हामी दमार गाउँ प्रवेश गरिसकेका छौँ। दमार गाउँ
को सुरुवात हुने बित्तिकै हामीलाई केराले स्वागत गरेको दृश्य हामी देख्न सक्छौँ। मेरो दुवै साइडमा दाहिने देब्रे दुवै साइडमा हामी केरा खेती देख्न सक्छौँ। दमार गाउँ केरा खेतीले पनि निकै प्रख्यात छ। यहाँ निकै ठुलो परिमाणमा खेती हुने गर्दछ र केरा उत्पादन हुने गर्दछ। केरै केरा, यता हेरे केरा, उता हेरे केरा, दमार गाउँमा केरै केरा। अब हामी यहाँबाट देब्रेतर्फ गैँडाकोट नगरपालिका वडा नम्बर 11 भेडाबारीदेखि दमार गाउँसम्म जोड्ने हाल बनेको पिच बाटोमा जोडिन गइरहेका छौँ। फाइनली हामी आले गाउँदेखि दमार जोड्ने यसै गरी कालीगण्डी कोरिडोर जोड्ने जक्सनमा आइपुगेका छौँ। यहाँबाट मेरो दाहिनेतर्फ हामी दमार गाउँ हुँदै बसेनीतर्फको यात्रा गर्छौँ भने त्यसै गरी मेरो देब्रेतर्फ देखिएको जुन बाटो छ त्यो बाटो गैँडाकोट नगरपालिका वडा नम्बर 11 भेडाबारीदेखि आले हुँदै यस स्थानसम्म आइपुग्ने बाटो हो। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? यदि मेरो भिडियो तपाईहरुलाई मन पर्यो भने कृपया भिडियोमा लाइक, कमेन्ट अनि यो भिडियोलाई धेरैभन्दा धेरै साथीहरुसँग शेयर गरिदिनु हुन पनि अनुरोध गर्दछु। र यति भन्दै आजको भिडियोबाट म बिदा लिन चाहन्छु। यदि जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै आजको यो भिडियोबाट म बिदा लिन चाहन्छु। हवस् त, नमस्कार। यहाँको दिन शुभ रहोस्।